गुड मर्निङ साथीहरू होइन आज झन् म साथीहरूसँग खोला लागेको तपाईँ देख्नुहुँदैछ आजको वेदर यस्तो छ किनकि आज हिजो रातभरि पानी पऱ्यो नि त त्यही गर्दाखेरि चाहिँ आजको वेदर पनि यस्तो भइरहेको छ हो कि अहिले एकछिनमा दिउँसो घाम लाग्छ कि भन्ने वेदर छ उता पारि त घाम लागिरहेको छ त्यही कारणले होइन साथीहरू तपाईँ देख्नुहुँदैछ खोलातिर भेट्नु तपाईँहरूलाई होइन यस्तो छ यो वेदर चाहिँ साथीहरू। साथीहरूको तल पुग्यो होला नि अगाडि हो त्यही भएर किनभने यस्तो छ ल है साथीहरू हामी चाहिँ अहिले फाइनली तराप भिलेज आइपुग्यौँ। त्यस्तो छ तराप भिलेज छ। यो बजारहरू सब घुमेको नि म यो बाटो त राम्रो छ। तराप भिलेज वेलकम टु तराप भिलेज साथीभाइहरू। त्यो भइहाल्छ अर्ग्यानिक स्टाइल। ल साथीभाइहरू वेलकम टु रिम्बी फल्स। देख्नुहोस् हिजोको पानीले देख्नुहोस् आज रिम्बीको कस्तो बढिरहेको छ तपाईँहरूले देख्न सक्नुहुनेछ साथीभाइहरू। कस्तो छ रिम्बी फल्स तपाईँहरूले देख्न सक्नुहुन्छ तपाईँ। अब हामी झन् खोला तर्फतिर लाग्यौँ होइन। ऋतिक साथी झन् अगाडि गएको छ नि त त्यही भएर झन् ऋतिक साथी ब्रिजमा पर्खिरहेको छ भन्दै थियो साथीले हो। अब ऋतिक साथीलाई पनि रिसिभ गर्नुपर्छ त्यही भएर चाहिँ साथीहरू अब हामी खोलातर्फ लाग्यौँ। तपाईँहरूले हेर्दै गर्नुहोस् होला। पानी त जोड परेछ है तर साथी पानी त जोड परेछ है। दिन पनि राम्रो भयो किनकि माथि पेलिङमा त गरम थियो नि त अँधेरो पानी पर्ला जस्तो भइरहेको थियो। यहाँ त हेर्नुहोस् पानी आमा मैला रहेछ त पानी त तपाईँहरू देख्न सक्नुहुनेछ। तर सबै रहेछ यतिको त है। कतिपयहरू तपाईँ हेर्न सक्नुहुनेछ। है साथीभाइहरू अब हामी झन् खोलातर्फ आइसक्यौँ होइन। यहाँ मेरो स्कुटी हुनुहुन्छ होइन तपाईँहरूले देख्न सक्नुहुनेछ। मेरा साथीहरू पनि बाइक दुईजना माथि पुग्यो नि त यस्तो छ ऊ माथि पुगिसक्यो साथीहरू होइन। म चाहिँ यहाँ छु गाइडहरू तपाईँहरूले देख्न सक्नुहुनेछ। यस्तो छ साथीहरू खोला हिजोको पानीले यस्तो डरलाग्दो बढेको रहेछ कि तपाईँहरू देख्न सक्नुहुनेछ। यहाँ कस्तो ठुलो छ खोला साथीभाइहरू यस्तो भएर गइरहेको आफ्नै रफ्तारमा बगिरहेको छ यहाँ देख्न सक्नुहुन्छ साथीभाइहरू। ल म चाहिँ साथीभाइहरू अब पिकनिक स्पटतिर लाग्दैछौँ। तपाईँहरू देख्दै जानु भएको छ होला। मेरो साथीहरू चाहिँ माथि पुगिसक्यो नि त किनकि म चाहिँ यहाँ छु नि त स्कुटी अलिकति पार्किङ गरेर जाँदैछु साथीभाइहरू। पानी बढेर यस्तो भएको रहेछ नि त तपाईँहरूले देख्न सक्नुहुनेछ। यस्तो वेदर पनि दामी भइरहेको छ आज हेर्नुहोस् तपाईँहरूले देख्न सक्नुहुँदैछ होइन। पानीहरू हेर्नुहोस् यहीँ यस्तो छ। हामी चाहिँ अगाडि साथीहरू अगाडि गइसक्यो नि त त्यही भएर चाहिँ म चाहिँ यहाँतर्फ जाँदैछु। यस्तो छ यहाँ साथीहरू पुगेर यहाँ मेरो साथी छ नि सामान ल्याउनु जाँदैछ होइन। साथीहरू आएर यस्तो छ साथीहरू तपाईँहरू देख्न सक्नुहुँदैछ। आजको वेदर पानी बढेको हेर्नुहोस् यस्तो छ साथीहरू तपाईँहरू देख्न सक्नुहुनेछ। यहाँ साथीभाइहरू देख्नुहुनेछ यस्तो छ।
रफ्तारमा बगिरहेको छ। भाइ अब त नि चौरा तर्फतिर लागिरहेको छु तपाईँहरू त्यति टाढा टाढा रहेछ तपाईँहरू होइन टाढा खालि भेटाएँ मैले त चौरा लाँदैछु। मैले झन् ड्रेस सेस चेन्ज गरिसकेँ होइन गरेर अब म त त्यही त दाउराहरू खोज्नु जाँदैछु। त्यो भएर साथीभाइहरू खोला जानु या गाइड तपाईँहरू देख्नु सक्नुहुँदैछ। साथीले झन् माछा मार्नुको लागि चाहिँ फिसिङ रड बनाउँदैछ नि त बाँसको, तपाईँहरूले देख्नु सक्नुहुँदैछ हो। यस्तो छ है, किनकि यो साथीले यस्तो छ, यो झन् फिसिङ रड हो नि त, त्यही भएर ल साथीभाइहरू यो झन् मैले अहिले चिकन धोइसकेँ हो। तपाईँहरू देख्नु सक्नुहुँदैछ, यो झन् अब माथि म्यारिनेट गरेको देखाउँछु तपाईँहरूलाई साथी। ल म साथीले झन् एक धुनमा माछा मार्दैछ, साथीभाइहरू देख्नु सक्नुहुँदैछ। साथी माछा मार्नु भयो हाम्रो साथी। दिँदैन न त अब त सुक्खा दौड है हो।
डल्लै हालौ न मासु त्यो। साथीभाइहरू हाम्रो अर्ग्यानिक खाना झन् यस्तो चाहिँ तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँ अर्ग्यानिक खाना केमा पकाएको भन्नुहुन्छ होला यो झन् अर्ग्यानिकै साथीभाइहरू अर्ग्यानिक यो झन् सेकुवा हो चिकनको हो तपाईँहरूले देख्न सक्नुहुँदैछ यो हाम्रो काँक्रा लोकल स्टाइलमा यो त तपाईँहरूलाई थाहा छ होला टप्परी हो यो टप्परी आज हामी चाहिँ यो टप्परीमा खानेवाला छौँ साथीभाइहरू ए यस्तो चाहिँ देख्न सक्नुहुँदैछ यस्तो छ साथीहरू तपाईँले हेर्दै गर्नुहोस् यो झन् चिकन हो साथीहरू एकदम मजा आयो आजको मेरो भ्लग चाहिँ यति नै थियो होइन हामी चाहिँ अब आजको दिनभरिको भ्लग चाहिँ यति नै थियो तर अब हामी घरतर्फतिर जाँदैछौँ होइन यहाँ माथि साथीहरू हुनुहुन्छ ल यतिमै अन्तिम गर्दैछु मेरो भ्लग्सलाई यति नै राख्दैछु हो मन पऱ्यो भने लाइक सेयर कमेन्ट र सब्सक्राइब पनि गरिदिनुहोस् होला थ्याङ्क यू सो मच